हेलो एभ्रिबडी। आज चाहिँ अब हामी चाहिँ सानो एउटा भिडियो बनाऊ र जाँदै हुँदैछ होइन, भिडियो बनाउनुको लागि। के पो अरे त्यो एक जग्गा जाँदैछु अहिले, त्यहीँ गएर देखाउने हो। अन्त बाटोमा चाहिँ एकदमै दामी भ्यूहरू आउँदैछ होइन, त्यही भएर तपाईँहरूलाई देखाइदिएको। अब एकछिनबाट चाहिँ एउटा मजाको उयो रहेछ। यो चाहिँ छाङ्गु जाने बाटो हो होइन, छाङ्गु जाने बाटोमा चाहिँ यस्तोहरू पुरा देख्नुहुने रहेछ तपाईँहरूले, बाटोहरू। अन्त यहाँबाट हाम्रो राइट साइडमा चाहिँ दामी कञ्चनजङ्घाको भ्यू देखिरहेछ कि, तर यहाँको यो रुखपातहरूले गर्दा चाहिँ अलिकति डिस्टर्ब गरिरहेछ हो। त्यही भएर अलिकति क्लियर जग्गाबाट चाहिँ तपाईँहरूलाई देखाउने छु त्यो भ्यू। ओके, अहिलेको लागि स्टे ट्युन। यहाँबाट चाहिँ हेर्नु सक्नुहुनेछ है गाइस, कञ्चनजङ्घा चाहिँ गान्तोकको माथि बोझघारीदेखिको अलिकति माथि उयो जाने बाटोबाट चाहिँ एकदम क्लियर भ्यू रहेछ। छाङ्गु जाने बाटोबाट चाहिँ एकदम मजाको भ्यू देखिँदो रहेछ। ब्युटिफुल पिपल, हेर्नुहोस् एकदम पुरै मजाको फर्स्ट टु लास्ट देखिँदो रहेछ, मजा आयो हेरेर। अन्त हामी चाहिँ दुईजना छौँ, म र मेरो बुढी जाँदैछौँ है। अहिले फिलहाल चाहिँ अन द रोड छौँ। अहिले एक जग्गा त्यहाँ गएपछि चाहिँ अब तपाईँहरूलाई जग्गाको नाम चाहिँ रिभिल गर्ने हो। ओके, र फाइनली गाइस हामी चाहिँ यो जग्गा पुगिसकेको छौँ पार्किङमा होइन। अहिले पार्किङ पनि रहेछ, पार्किङको चाहिँ असुविधा छैन तपाईँहरूलाई होइन। पार्किङ चाहिँ यहाँ रहेछ, मजाले गर्नु सक्नुहुने रहेछ। समोसा चाट खाइन्छ, उसले चाहिँ पानीपुरी खाने अरे। अहिले चाहिँ गणेश टप भन्ने जग्गा चाहिँ आइभयो मजाले। यस्तो रहेछ जग्गा चाहिँ, यहीँ चाहिँ रिमुभ गर्नुपर्ने रहेछ। होला त बाइट होला न तातो रहेछ नि त। होला त बाइट होला न तातो रहेछ नि त। यो जग्गाको चाहिँ टिकट गाडीसँग हो भने चाहिँ 90 रुपिस पर्दो रहेछ होइन। तर टिकट लिएको अनुसार चाहिँ बाटो चाहिँ खतम रहेछ, राम्रो रहेन रहेछ, रेनोभेट गरेको रहेन रहेछ होइन। अन्त यो जग्गाको नाम चाहिँ बुलबुले जू भन्दो रहेछ हो। अन्त हामी चाहिँ खास चाहिँ यहीँ आएको थियौँ। अब जूमा चाहिँ के छ हेरौँ है, के पाइने रहेछ हेर्दै जाउँ। अहिले जूमा चाहिँ भालु चाहिँ हेर्नु पाइने हो कि होइन। अब यहाँ भालु रहेछ, यहाँबाट चाहिँ भालु देख्ने रहेछ। खै भालु छैन त, भालु कता पस्यो भालु? भालु घरभित्र होला। भालु भन्दा ठिक चाहिँ यहाँनिर भ्यू रहेछ, भ्यू। र गाइस यहाँ चाहिँ अब भालु चाहिँ पाइएन हो, भ्यू चाहिँ मजाको पाइयो कञ्चनजङ्घाको। कञ्चनजङ्घाको टप के हो कमेन्ट गरेर भनिदिनुहोस्। लेपर्ड रहेछ। I am common leopard, scientific name Panthera parda. कहाँ छ त्यो हेरौँ खै, कहाँ छ कहाँ छ? मैले पहिला होल भिडियो बनाएर ल्याएको थिएँ नि।
उतापट्टि जाउँ उतापट्टिबाट गरौँ न रेड पान्डा बहुत सारे रे देखो एक अंडा है एक हम लोग के साथ भी है रेड पान्डा भन्नु यो चाहिँ पुरै बेसी सङ्ख्यामा रहेछ है गाइस के भन्छ यसलाई त घोरल तासिदिले आनन्द यार यहाँ तो सीढ़ी कूद के चल जाते देखते सिङहरू बिरेछ याक अघि एन्ट्री यहाँबाट हाल्छ ल अघि चाहिँ उता एक्जिट थियो यहाँबाट चाहिँ एक्जिट एन्ट्रेन्स उताबाट यो उसको फाइनली आजको भिडियो चाहिँ यति नै थियो होइन गाइस किनभने अन्त कति जग्गामा देखियो कति जग्गामा देखिएन उयोहरू चाहिँ एनिमल चाहिँ हो ल धेरै धेरै धन्यवाद हेरिदिनु भएकोमा थ्याङ्क्स फर वाचिङ